मलाई खस नेपाली भाषामा पकाउनु भनिन्छ भने अङ्ग्रेजीमा यसलाई टु कुक भनिन्छ। चामा चामालाई खस नेपाली भाषामा खानु भनिन्छ भने अङ्ग्रेजी भाषामा यसलाई टु इट भनिन्छ। दुङमा दुङमालाई खस नेपाली भाषामा पिउनु भनिन्छ भने अङ्ग्रेजी भाषामा यसलाई टु ड्रिङ्क भनिन्छ। इम्मा इम्मालाई खस नेपाली भाषामा सुत्नु भनिन्छ भने अङ्ग्रेजीमा यसलाई टु स्लिप भनिन्छ। लमधुम्मा लमधुम्मालाई खस नेपाली भाषामा हिँड्नु भनिन्छ भने अङ्ग्रेजीमा यसलाई टु वक भनिन्छ। भुल्मा भुल्मालाई खस नेपाली भाषामा कुद्नु भनिन्छ भने अङ्ग्रेजी भाषामा यसलाई टु रन भनिन्छ। काछोमा काछोमालाई खस नेपाली भाषामा बोलाउनु भनिन्छ भने अङ्ग्रेजी भाषामा टु कल अथवा टु इन्भाइट भनिन्छ। बाइमा बाइमालाई खस नेपाली भाषामा आउनु भनिन्छ भने अङ्ग्रेजीमा यसलाई टु कम भनिन्छ। खैमा खैमालाई खस नेपाली भाषामा जानु भनिन्छ भने अङ्ग्रेजी भाषामा यसलाई टु गो भनिन्छ। कलमा कलमालाई खस नेपाली भाषामा खेदाउनु भनिन्छ भने अङ्ग्रेजी भाषामा यसलाई टु चेस भनिन्छ। घिमा घिमालाई खस नेपाली भाषामा हाँस्नु भनिन्छ भने अङ्ग्रेजी भाषामा टु लाभ भनिन्छ। खापमा खापमालाई खस नेपाली भाषामा रुनु भनिन्छ भने अङ्ग्रेजी भाषामा यसलाई टु क्राई भनिन्छ। Wow.